मेरो मम्मीको चाहिँ यहाँ मेरो मम्मी हुनुहुन्छ। मेरो मम्मीको चाहिँ यो ठाउँको चाहिँ बोन रप्चर भएको छ, भित्रको बोन म्यारो रप्चर भएको छ। अनि मम्मीलाई यो डक्टरले यो दिनुभएको छ। अब यो यसरी सबैजनालाई नलेज हुँदैन यो कसरी लाउने भन्ने कुरो हैन। अनि यसको यो लेखेको पार्ट चाहिँ माथि हुनु पर्यो। अनि यसपछि यहाँनिर यसको यो ब्यान्ड गर्ने पनि यसको सबै छ। अनि यसलाई चाहिँ क्लिपमा लाउनु पर्ने हुन्छ, क्लिपमा लगाएर टाइडिङ गर्नुपर्ने हुन्छ। यहाँ मेरो मम्मीले लगाउनु भएको छ। मम्मी एकदमै जान्ने भइसक्नु भइसकेछ हो। यसरी एकदमै कसेर यो जुन फ्र्याक्चर भएको बोन म्यारोलाई चाहिँ हलचल नगराउनुको लागि अब हामी अहिले चाहिँ हस्पिटल जान लागिरहेका छौँ हैन। त्यही भएर चाहिँ यसलाई फेरि लगाएर घर बस्दा चाहिँ लाउनु पर्दैन, बाहिर हिँड्दा चाहिँ लगाउनु पर्ने भएको कारणले लाउँदै हुनुहुन्छ मम्मीले। थ्याङ्क यू। यो मेरो मम्मी गेट वेल सुन मम्मी। एकपट्टि नि बस्ने भए पनि हुन्छ। भयो भयो हुने रहेछ लिनु। यो चाहिँ धरानको बिपी क्याम्प, यो चाहिँ धरानको बिपी केएचएस हस्पिटल। हामी चाहिँ यसलाई क्याम्प हस्पिटल भन्छौँ। मेरो मम्मी यहाँ उभिरहनु भएको छ हैन। हाम्रो मम्मीको ब्लड चेकअपहरू सबै भयो। अब चाहिँ मम्मीको थेरापीमा जानुपर्ने छ। थेरापीमा जाने मम्मीको एक्सिडेन्ट कसरी भएको भन्ने कुरा मम्मीले बताउन गइराख्नु भएको छ। ल जस्तै यो बाइक भयो यसरी अब नानीलाई यहाँ चढेर जाने खुट्टा यहाँ माथि थियो, खुट्टा यसरी निकाल्दाखेरि यो स्कुटीलाई यसरी उठाउँदाखेरि क्र्याक भएको थियो। स्कुटर चाहिँ कता स्कुटर जस्तोको तस्तै छ अनि जस्तोको तस्तै। अनि तपाईँको चाहिँ कराक चाहिँ खुट्टा माथि उचाल्दा कराक गर्दा गयो त्यस्तै यस्तो थियो। नगर्नु यस्तो अब यस्तो भयो। स्कुटी यसरी उठाउनु पऱ्यो नि त होइन, यसरी उठाउनु पऱ्यो। अनि यो त कटाउनु परेन त, यो खुट्टा त निकाल्नु पऱ्यो नि। यसरी निकाल्नु बानी थिएन, अब अहिले पो भयो त। यसो गरेर खुट्टा उतातिर गर्दाखेरि यसो गर्दा क्र्याक भयो। अहिले पो अब सिक्दैछ त कसरी गर्ने यसरी चाहिँ। अब अगाडिबाटै गर्नुपर्ने। कता सिधै सिधै यो भित्र होइन, सिधै यो भित्र होइन। यो चाहिँ कुन डिपार्टमेन्ट हो? यो भनेको चाहिँ यसलाई कुन डिपार्टमेन्ट भनिन्छ? मेडिसिन यो चाहिँ अपरेसन। हामी डेङ्गा जाँदैछौँ। अनि हामी चाहिँ फिजियोथेरापीमा जाँदैछौँ। फिजियोथेरापी र डेन्टल एकै ठाउँमा छ। यो चाहिँ यो कता हो? यो चाहिँ धरान किचन हो, बिरामीलाई खाना पकाउने ठाउँ। भन्दै जानु मम्मी। यो चाहिँ भनेको चाहिँ ग्यास भर्ने ठाउँ हो। यो चाहिँ भनेको डक्टर पढ्ने ठाउँ हो। यहाँ राईले साथीलाई खानु चाहिने कति लाग्दैछ। अब हामी कतातिर जाँदैछौँ? कता जाने कुन बाटो? यो भनेको चाहिँ मर्चरी हो, मान्छे राख्ने ठाउँ। यो भनेको मान्छे राख्ने ठाउँ। अब हामी कता जाने मम्मी? हाम्रो मम्मीले चाहिँ बनाउँदैछ यतापट्टि यो चाहिँ भित्र जान्छौँ सिधै कताबाट? फिजियोथेरापी यता यहीँ भित्र राख्दा हुन्छ। यतै भित्र
त्यो परको देखेको बिल्डिङ चाहिँ डेन्टल। अनि यो चाहिँ म हेलो गाइज, हेलो हेलो गाइज, अब फेरि जाँदैछौँ। अब फिजियोथेरापीबाट अलिक ठुलो स्वर बनाउनु न। फिजियोथेरापीबाट जा नातिले बोजूले उस्तै गरेर बोलेर पछि त कहाँ हुन्छ। फिजियोथेरापीबाट घर जाँदैछौँ। अब यो भनेको चाहिँ थेरापीबाट घर जाँदैछौँ। सिधै यो चाहिँ डेन्टल हस्पिटल हो। रोड छ, यो रोड भएर बाहिर निस्किहाल्न सक्छौँ। हामी अर्को बाटोबाट निस्क्यौँ। यो चाहिँ निस्केर हामी घर